नमस्कार अनि हार्दिक स्वागत छ। म ऋषि र आज म सत्यवती गाउँपालिका वडा नम्बर 8 भार्सेमा आइपुगेको छु र भार्सेमा विगत लामो समयदेखि व्यावसायिक रूपमा भेडा पालन गर्दै आउनुभएका दुईजना बुवाहरूलाई यहाँ भेटेको छु। यो भार्से खोलामा आइपुग्नु भएको छ उहाँहरू भेडा चराउँदै र उहाँसँग गरेका कुराकानी तपाईँहरू समक्ष प्रस्तुत गर्नेछु र उहाँहरूसँग केही कुराकानी गर्नेछु र तपाईँहरूलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा केही न केही नलेजहरू मिल्नेछ भन्ने म विश्वास लिएको छु। नमस्कार बुवाहरू। नमस्कार। हजुरको शुभ नाम? मेरो कुम्बहादुर राणा। अनि हजुरको बुवा? मेरो पूर्णबहादुर थापा। पूर्णबहादुर। कहिलेदेखि हजुरले भेडा व्यावसायिक रूपमा पाल्दै आउनु भएको छ बुवाहरू? मैले 2058 सालदेखि। अनि हजुर बुवाले? मेरो त यो पहिलेदेखि हो, यो जुन बाबाको पालोदेखि। अनि व्यावसायिक रूपमा भेडा पालन गर्दै आउँदा के हुँदो रहेछ? यसलाई सधैँ चराउनु पर्ने हो या यसलाई घरमा पनि घाँस हालेर पाल्न सकिन्छ? एउटा फार्म जस्तो खोलेर पनि पाल्न सकिन्छ नि, होइन बुवा? सकिन्न, यो भेडालाई सकिन्छ। भेडालाई सकिन्न, भेडालाई जहिले पनि चराउनै लाग्छ हैन? 3 घण्टा। अहिले हजुरको भेडा चाहिँ कतिवटा छ त सर? मेरो 47 छ। 47। अनि हजुरको बुवाको? मेरो 26 छ। यसलाई व्यावसायिक रूपमा भेडा पालन गरिसकेपछि यसको बजार व्यवस्था कस्तो छ सत्यवती गाउँपालिकामा? एकदम राम्रै लाग्छ। राम्रो। व्यावसायिक रूपमा अन्य यो भिडियो हेरेर कसैले व्यावसायिक रूपमा भेडा पालन गर्न चाहनुहुन्छ भने के कस्ता चुनौतीहरू छन् त? के कसरी सुरुवात गर्न सकिन्छ? कतिवटाबाट सुरुवात गर्न सकिन्छ? यो 4-5वटाबाट सुरुवात गर्ने, यसलाई मेहनत गर्ने पनि प्रशस्तै हुन्छ। यसलाई व्यावसायिक रूपमा लिन सकिन्छ। व्यवसायिक रूपले त्यो 12-15वटा पालेर हुँदैन। हजुर हजुर। अनि 40-50टा पाल्ने हो भने विदेश जानै पर्यो। हजुर। अनि यसको मासुको बजारीकरण जस्तै मासुमा कुखुराको, बोकाको, खसीको जस्तै यो भेडाको मासुलाई चाहिँ प्रति किलो कसरी बजार व्यवस्थापन गर्न सकिन्छ हजुर? अब यो पाठाको मूल्य नै हुँदैन, पूजालाई जान्छ धेरै। हजुर हजुर। अनि पाठीको चाहिँ 600-700 रुपियाँ किलो हो, त्यो पठेङ्गीको भन्नाले माउ चाहिँ काटेर बजारीकरण गर्दाखेरि पनि तपाईँले 1 किलो प्रति किलो 700 रुपियाँको हाराहारीमा व्यापार गर्न सकिन्छ। हस् त, धेरै धेरै धन्यवाद हजुरलाई सानो समयको लागि। फेरि पनि कुराकानी गर्नेछु र पक्कै पनि सत्यवती गाउँपालिकामा विगत लामो समयदेखि व्यावसायिक रूपमा कृषिमा आबद्ध हुनुभएका यहाँ दुईजना बुवाहरूसँग सानो कुराकानी गरेँ र उहाँहरूले व्यावसायिक रूपमा भेडा पालन गर्दै आउनुभएको छ। उहाँ हुनुहुन्छ, हजुरको शुभ नाम फेरि भनिदिनुहोस्? कुम्बहादुर राणा हुनुहुन्छ भने उहाँ हुनुहुन्छ भार्से दगुम उखुबारीका बुवा र उहाँहरूसँग गरेको यो सानो कुराकानी यही भित्मादै हजुरसँग बिदा माग्न चाहन्छु। नमस्कार। नमस्कार।